नमस्ते फेरि पनि सबैजनालाई है त गाइज। सो गाइज आज पनि मैले मेरो रनिङ सुरु गरिसकेको छु। रनिङ डे 64 लाई अनि पुसअप्स डे 34 लाई है त गाइज। सो आज पनि मैले मेरो च्यालेन्जेसहरू चाहिँ हैन सदा जस्तै सेम टाइममा 4:30 बजी नै मैले सुरु गरेको छु है त। 4:30 बजी नै म रुमबाट निक्लेको है। सो यहाँसम्म थोरै वार्मअप गर्दै गर्दै वकिङ गर्दै थोरै रनिङ गर्दै सो यहाँसम्म आइपुग्दाखेरि थोरै टाइम लाग्यो, लगभग 5 मिनट जति लागेको छ है त गाइस। सो आज पनि एकदमै मौसमको बारेमा भन्नुपर्दाखेरि एकदमै क्लिन छ। आज पनि मौसम आकाशहरू क्लिन छ। यहाँ जुन लागिरहेछ गाइस है त। सरी यो त प्लेन पो रहेछ यार, कस्तो प्लेनलाई नै जुन जस्तो देखिरहेको, जुन यता छ है त गाइस। सो एकदमै क्लिन छ आज आकाशहरू है। आसपासको मौसम एकदमै सफा छ। बट आज हावा थोरै धेरै चलिरहेको छ है त गाइस। हिजोको जति नै छ हावा चाहिँ, बट हिजो चाहिँ थोरै तातो थियो, आज थोरै चिसो छ गाइस। अब म जानुपर्ने यता हो है। आउँदा चाहिँ म यतादेखि आएको होइन। अहिले चाहिँ धेरैजना हुनुहुन्छ जो जोइन गर्दै हुनुहुन्छ वकिङको लागि, साइक्लिङको लागि। आज धेरै नै छ, आई होप धेरै होला आज। सायद यो ट्र्याकमा चाहिँ आज क्राउड एकदमै ज्यादा हुन्छ जस्तो आई गेस है त गाइस। बट नो प्रब्लम, म जता जान्छु गाइस त्यतातिर चाहिँ त्यस्तो धेरै क्राउड चाहिँ हुँदैन, भिड चाहिँ हुँदैन होइन। सो जहाँ भिड छैन म त्यस्तो ठाउँमा मात्रै जान्छु, किनभने सिङ्गल एकदमै रमाइलो लाग्छ क्या, एक्लै सुनसान। आजकल थाहा छैन गाइस, यस्तो सुनसान एक्लै मतलब अँधेरो टाइपहरू अलिकति ज्यादा लाइक गर्दैछु क्या। आई डोन्ट नो के हुन लागेको छ है। पछि त्यो भविष्यमा हेरौँला, जेसुकै होस् है त गाइस। सो अहिले चाहिँ होइन ठिक्क घाम अब डुब्न लागेको छ। तपाईँ देख्न सक्नुहुन्छ यो साइडतिर रातो हुँदैछ, बिल्डिङले थोरै छेकेर है। यो चाहिँ लास्ट बिन्डीको पहिले पनि भन्थेँ, यहाँदेखि उता बिल्डिङ छैन, यहाँदेखि उता चाहिँ रोड छ, हाइवे छ है। अब म यसो जानुपर्ने है त गाइस। सो अलमोस्ट यो आज थोरै चिसो हावा चलिरहेको थियो होइन। अनि म आजकल चाहिँ म एभ्रिडे सावर गरेर आउँछु नि त गाइस। थोरै बडी फ्रेस हुन्छ, माइन्ड पनि फ्रेस हुन्छ है। अनि कहिलेकाहीँ चाहिँ निन्द्रा टाइपको लागिरहेको छ, त्यसले गर्दाखेरि म रनिङ आउनुभन्दा अगाडि सर्र एकचोटि सावर मतलब नुहाउँछु अनि आउँछु। सो त्यसले गर्दाखेरि आजकल यो चिसो हावाहरू ज्यादै नै चिसो लाग्न थालेको छ गाइस। त्यसले गर्दा म ज्याकेट छोड्नै सकेको छैन। आई लभ दिस ज्याकेट है त गाइस, यो ब्ल्याक ज्याकेट होइन। किनभने आफूलाई यो मौसमबाट बचाउनु छ नि त, त्यसले गर्दाखेरि। अनि आई होप अब 2-4 दिन पछाडि चाहिँ यो मौसमसँग मेरो बडीको कन्डिसन चाहिँ फिट हुन्छ, त्यस पछाडि मलाई यो ज्याकेटको जरुरी पर्दैन। अनि यसलाई धोइधाइ गरेर फेरि फन्काइदिने है त गाइस। सो आज पनि गाइस बाँकी कुराकानीहरू, बाँकी एक्सपिरियन्सहरू अनि मेरो पुसअप च्यालेन्ज डे 34 लाई होइन। सो यो सबै चिजहरूलाई चाहिँ एकमुष्ट मेरो रनिङ च्यालेन्ज 30 मिनटको रनिङ च्यालेन्ज प्लस एक्स्ट्रा आज म सोचिरहेको छु 10 मिनट कुदौँ हिजोको जति नै होइन गाइस। सो त्यो पुरै दुइटै 30 मिनट प्लस 10 मिनट 40 मिनट चाहिँ मेरो रनिङ टाइम चाहिँ कम्प्लिट गरिसके पछाडि सेम ठाउँमा चाहिँ म बाँकी सबै कुराकानीहरू सेयर गरौँला है त गाइस। देखाउँला पुसअप च्यालेन्ज कम्प्लिट गरेर है, बाँकी कुराकानी एक्सपिरियन्स देखेको कुराहरू होइन, सबै कुराहरू चाहिँ म त्यहीँनिर पुगेर सेयर गरौँला। सो अहिले चाहिँ भन्न चाहन्छु वेट गर्नलाई है त गाइस। सो बाई बाई गाइस। रनिङ चालु छ यता ट्र्याकमा। सो अहिले म लगभग 18 मिनटको रनिङ मैले पुरा गरिसकेको छु है त गाइस। सो अब यो पहिलो ट्र्याक चाहिँ मेरो सकिने बेला भयो होइन। आज हावा अलिक ज्यादै चलिरहेछ अनि अलिक धेरै नै चिसो चलिरहेको छ गाइस है त। त्यसले गर्दा पसिना पनि भर्खरै मात्रै निस्किन सुरु हुँदैछ है त गाइस। अनि आज हावाको डिरेक्सन चाहिँ थोरै चेन्ज छ। हिजो चाहिँ म जतापट्टि कुद्नु पर्थ्यो त्यतैबाट मतिर हावा आइरहेको थियो, धकेलिरहेको थियो मलाई। आज थोरै मेरो लेफ्ट साइडतिर तिरबाट चाहिँ हावा चल्दैछ। कुद्नमा चाहिँ थोरै इजी नै छ, सजिलै छ है त गाइस। सो आज पनि अघि मैले भने जस्तै ट्र्याक पुरै खाली छ, बिर्सेरै देखाइदिउँ होइन। अब म यता जानुपर्ने, त्यहाँ पुगेर त मेरो ट्र्याक चेन्ज हुन्छ, सेकेन्डतिर जान्छ होइन। सो म चाहिँ आउँदा यतादेखि आएको। हावा चाहिँ आज हिजोभन्दा अलिक धेरै नै चलिरहेको छ अझै ट्र्याकमा चाहिँ गाइस। एकदमै तपाईँहरूले सुन्दै पनि हुन्छ होला मेरो भिडियोमा सायद है। अनि यो हावा धेरै चिसो पनि छ है त गाइस। सो त्यसले गर्दाखेरि मेरो पसिना भर्खरै मात्रै निक्लिन सुरु हुँदैछ। यो पनि ज्यादातर रहँदैन, फेसमा सुकिहाल्छ है त गाइस। सो अब चाहिँ अरू बाँकी कुराकानी चाहिँ मेरो रनिङ च्यालेन्ज कम्प्लिट भइसके पछाडि गरौँ है त गाइस। ल आज म एकदमै धेरै कुद्न चाहन्छु है त गाइस। यो चिसो हावा, यो मौसम अनि यो दिन अनि यो भाइब्स, जुन यो मौसमको एकदम एनर्जेटिक भाइब्स आइरहेछ नि, एकदमै मजा लागिरहेको छ। अनि यो सुनसान ट्र्याक है, एक्लै छु। यो चिजहरूको चाहिँ आज म फाइदा उठाउन चाहन्छु है त गाइस। सो वेट गर्नु होला है त, मेरो च्यालेन्ज कम्प्लिट भइसकिन्जेललाई है त गाइस। ल सो फाइनली गाइस मैले मेरो रनिङ च्यालेन्ज डे 64 लाई चाहिँ कम्प्लिट गरिसकेको छु है त गाइस। सो आज चाहिँ म थोरै माथि आएर
आज म अलिकति धेरै नै कुदेँ गाइज। म सोचिराखेको थिएँ एक्स्ट्रा म 10 मिनट कुद्छु होला, बट आज म एक्स्ट्रा 14 मिनट कुदेको छु है त गाइज। अघि पनि मैले भनेको थिएँ नि रनिङ भिडियोमा होइन कि आजको मौसम एकदमै रमाइलो छ, राम्रो छ अनि एकदमै एनर्जेटिक भाइब आइराखेको छ। सो आज चाहिँ म अलिक ज्यादा कुद्न चाहन्छु, यो मौसमको मजा लिन चाहन्छु भनेको थिएँ नि। सो आज त्यस्तै भयो है त गाइज। सो आज चाहिँ म तेस्रो ट्र्याकलाई पक्रेको छु है त गाइज। म यताबाट आएको, त्यहाँ एउटा टनेल छ ठ्याक्कै मैले हातले देखाएको ठाउँमा, पोइन्ट गरेको ठाउँमा। त्यो टनेल क्रस भएर चाहिँ यो तेस्रो ट्र्याक हो है त गाइज। अहिले चाहिँ म ठ्याक्कै तेस्रो ट्र्याकमा आएर मेरो रनिङलाई चाहिँ फिनिस गरेर चाहिँ मैले मेरो रनिङ कम्प्लिट भएको ठाउँमा चाहिँ म भिडियो बनाउँदैछु है त गाइज। सो यहाँसम्म आइपुग्दाखेरि धेरै साँझ परिसकेको छ है। साइक्लिङ गर्ने ब्रदर्सहरू आउँदै हुनुहुन्छ, तपाईँले लाइट देख्न सक्नुहुनेछ है। बाटोतिर पुरै लाइट जल्न सुरु भइसकेको छ है त। सो एकदमै झिलिमिली भएको छ हाइवे है। अब यतातिर जानुपर्ने हो है, पछि जाउँला यता पनि। सो यहाँ सिटीहरू पनि छ है त गाइज। सिटीहरू तपाईँहरूलाई म सधैँ देखाउँछु नि, त्यही सिटीहरू है त। एकदमै राम्रो छ। यदि मलाई कोही कतारबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नु होला गाइज, यो कुन सिटी हो त हो ल है त। सो हाम्रो साइक्लिङ गर्ने ब्रदर्सहरू एकदमै रेगुलर भेटिरहन्छु म उहाँहरूलाई, अनि एकदमै क्राउडमा आउनुहुन्छ एकदम प्राउडली साइक्लिङ गर्दै। सो यहाँसम्म आइपुग्दाखेरि जुन पनि एकदमै क्लियर भइसकेको छ, निक्लिसकेको छ है त गाइज। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ मेरो क्यामेरा अलिकति क्वालिटी भएन हो गाइज है त। एकदमै हावा चाहिँ अहिले पनि यहाँ पनि धेरै चलिरहेको छ, अनि यो हावा चाहिँ गाइज एकदमै चिसो छ है त गाइज। अहिले झन् यो पसिना थोरै शरीरमा निक्लेको थियो, यो हावा चाहिँ ठ्याक्कै मेरो शरीरमा, मेरो बडीमा ठ्याक्कै ठुकिँदाखेरि यस्तो खतरनाकवाला चिसो फिल भइरहेछ नि। एकदम लागिरहेको छ कि यो हावा चाहिँ सिधा हिमालको मुखबाट सरर निक्लिरहेछ क्या। हिमालले सास फेरि जस्तो फिल भइरहेको छ है त गाइस। सो एकदमै आज पनि राम्रो तरिकाले मेरो रनिङ च्यालेन्जलाई मैले कम्प्लिट गरेँ। एकदमै मजा पनि आयो, सजिलो पनि भयो। अनि अहिले यहाँसम्म आइपुग्दा एक्स्ट्रा म त्यत्रो है 14 मिनट एक्स्ट्रा कुद्दा पनि गाइस मलाई कुदे जस्तो पनि फिल भएको छैन। मतलब यति धेरै मौसम यति राम्रो छ आज, यति एनर्जेटिक भाइब छ मौसमहरूको यस्तो राम्रो छ कि गाइस। अब डे बाई डे विन्टर लाग्दैछ नि त, जाडो। सो यसले गर्दा पनि मौसम चेन्ज हुँदैछ, एकदमै राम्रो मौसम आइरहेको छ है, जाडोको मौसम। सो यसले गर्दा पनि हुनसक्छ है त गाइस। अब त्यो म चाहिँ थोरै रेस्ट गर्छु होइन, मसल्सहरूलाई चाहिँ एकदमै ठन्डा हुन दिन्न, चिसो हुन दिन्न, थोरै मात्रै जस्ट 1 मिनट जति मात्रै रेस्ट गर्छु। अनि मेरो पुसअप च्यालेन्ज डे 34 लाई पनि म कम्प्लिट गरेर देखाइहाल्छु है त। सो वेट गर्नु होला है त गाइस ल। गाइज मैले मेरो रनिङ च्यालेन्जलाई चाहिँ कम्प्लिट गरिसकेको छु है त गाइज। एकदमै राम्रो तरिकाले, सजिलो तरिकाले, एकदमै बडीलाई चाहिँ एकदमै एनर्जेटिक बनाउँदै एक्स्ट्रा ओभर कुदेर चाहिँ मैले मेरो रनिङ च्यालेन्जलाई चाहिँ कम्प्लिट गरिसकेको छु। रनिङ च्यालेन्ज जस्ट अहिले भर्खरै कम्प्लिट भइसक्यो, रेस्ट पनि भइसक्यो र क्यामेरा एङ्गल पनि मैले मिलाइदिइसकेँ होइन। सो अब मेरो बचेको पुसअप च्यालेन्ज छ है त, पुसअप च्यालेन्जलाई पनि कम्प्लिट गरिदिइहालौँ गाइज है। आज पुसअप च्यालेन्जको डे 34 हो, 34औं दिन है त। सो अब यो पनि फटाफट, किनभने हावा चिसो चलिराखेको छ है। आई डोन्ट नो यो हावाले चाहिँ मेरो साउन्ड क्वालिटी कस्तो आउँछ है त गाइज। सो फटाफट यो हावाले चाँडो मेरो शरीरलाई ठन्डा गर्नु, चिसो गर्नुभन्दा अगाडि, मेरो मसलहरूलाई चाहिँ एकदम फ्रिज गर्नुभन्दा अगाडि, जमाउनुभन्दा अगाडि नै मेरो पुसअप च्यालेन्ज चाहिँ म कम्प्लिट गर्न चाहन्छु है त गाइज। सो सदा चाहिँ फेरि पनि भन्न चाहन्छु गाइज, यदि आज मैले फेरि मेरो क्यामेरा चाहिँ थोरै टाढो राखिदिएको छु होइन। आई डोन्ट नो भिडियो क्वालिटी र साउन्ड क्वालिटी कस्तो आउनेछ गाइज। यदि दुइटै राम्रो आउँछ भने जस्ताको त्यस्तै राखिदिनेछु। यदि दुइटै भिडियो क्वालिटी र साउन्ड क्वालिटी राम्रो आएन भने चाहिँ गाइज भिडियो क्वालिटीको लागि फिल्टरहरू छँदैछ है, युज गरिदिइहाल्छु। सो अडियो मेरो साउन्ड क्वालिटीको लागि चाहिँ म थोरै मेरो भ्लगिङ म्युजिकलाई युज गर्नेछु है त गाइज। सो लेट्स स्टार्ट है त। पुसअप च्यालेन्ज डे 38 कम्प्लिट गरिदिइहाल्नु है त गाइज ल। सो आज चाहिँ म सोचेको छुइनँ यस्तो पुसअप गर्छु, बट म गरेर देखाउँछु। त्यस पछाडि तपाईँहरूलाई थाहा छ भने यसको नाम, यो पुसअप्सको नाम चाहिँ कमेन्ट गर्नु होला है त गाइज। सो आई होप तपाईँहरूलाई थाहा छ होला। यदि मेरो पुसअप्सको पनि भिडियो हेर्नुहुन्छ भने, पुसअप च्यालेन्जसम्म नै मेरो भिडियो हेर्नुहुन्छ भने चाहिँ तपाईँहरूलाई थाहा हुनेछ है त मैले आज गरेको पुसअप्स कुन हो। र म ज्यादामा ज्यादा 10 क्रस गर्ने कोसिस गर्नेछु। आई डोन्ट नो म कति क्रस गर्छु, किनभने ठाउँ पनि थोरै ओह्रालो छ कि गाइज। मेरो हाततिर चाहिँ वेट पर्छ, त्यसले गर्दाखेरि चाहिँ म धेरै चाहिँ गर्न सक्दिनँ होला। बस आई ट्राई है त, म 10 लाई चाहिँ म कम्प्लिट गर्न कोसिस गर्छु है त गाइज। लेट्स स्टार्ट है त। सो या सिधा बसौँ है त। ओके गाइज, मामा
23, 24, 25। ओके गाइज, सो यो पुसअप्स आज मैले नयाँ पुसअप्स मैले होइन सोसियल मिडियामा एउटा भिडियो देखाएको थिएँ। त्यसमा चाहिँ एकजना मान्छेले यस्तै टाइपको पुसअप्स गर्दैछ, एकदमै रमाइलो लागेको थियो अनि ट्राई गर्छु भनेर सोचिरहेको छु। सो त्यसले गर्दा आज मैले ट्राई गरेको है त गाइज। यो पुसअप्सको नाम के हो पुसअपको थाहा छैन गाइज है। सो तपाईँहरूले मेरो भिडियो हेर्नुभएछ भने चाहिँ, तर तपाईँहरूलाई यो पुसअप्सको नाम थाहा छ भने चाहिँ कमेन्ट गरिदिनु होला त प्लिज है त। अनि यो पनि एकदमै रमाइलो फिल भयो गाइज, एकदमै नयाँ टाइपको पुसअप्स, एकदमै तपाईँको चेस्टमा, यो सोल्डरमा, ट्राइसेपमा र पछाडिको ब्याकमा चाहिँ राम्रो बेनिफिट दिन्छ जस्तो लाग्यो है त गाइज। अहिले भर्खरै मलाई त्यस्तो फिल भयो गर्दाखेरि अनि एकदमै मजा पनि आयो गाइज है त। बट तपाईँहरू यदि नयाँ हुनुहुन्छ भने यसलाई चाहिँ ट्राई नगर्नु होला गाइज। मिस्टेकली तपाईँहरूको हात चाहिँ स्लिप भयो भने या त टाइमिङ सही मिलेन भने चाहिँ तपाईँको यो छ नि यो फेसलाई चाहिँ फेसमा चाहिँ धेरै ठुलो इन्जुरी आउनसक्छ है त। सो एक्सिडेन्ट हुनसक्छ, यसको लागि बस्नु होला। सो यति धेरै मैले जति गरेँ 25 गर्न सफल भएको छु, यति नै गर्ने ट्राई नगर्नु होला। 1, 2, 3 तपाईँहरूको क्यापेसिटीको हिसाबले चाहिँ यसलाई ट्राई गर्नु होला यदि तपाईँहरू पनि यो पुसअप्सलाई आफै ट्राई गर्न चाहनुहुन्छ भने। सो यो चाहिँ तपाईँहरूको सेफ्टीको लागि भनिदिएको है त गाइस। सो फाइनली आज पनि मैले यो नयाँ टाइपको पुसअप्स 25 पुसअप्स कम्प्लिट गर्दै मेरो आजको पुसअप च्यालेन्जलाई पनि एकदमै बिट मारिदिइसकेको छु है त गाइस। सो आज पनि म भन्न चाहन्छु, आज पनि म सक्सेस भएको छु है त। सो थ्याङ्क यू सो मच गाइज। वाउ। सो गाइज अहिले जस्ट भर्खरै मैले मेरो दुईटै च्यालेन्जलाई कम्प्लिट गरिदिइसकेको छु, रनिङ च्यालेन्ज प्लस पुसअप च्यालेन्ज है। सो आजको दिन पनि एकदमै रमाइलो तरिकाले, इन्ट्रेस्टिङ तरिकाले, एनर्जेटिक तरिकाले होइन सजिलो इजिली चाहिँ मैले कम्प्लिट गरिदिएको छु। सोचेभन्दा धेरै राम्रो भयो है गाइज, एकदमै मजा आइराखेको छ, रमाइलो फिल गरिराखेको छु, खुसी फिल गरिरहेको छु है त गाइज। किनभने आजको यो मौसमै त्यस्तै थियो क्या, मौसममा एकदम एनर्जेटिक भाइब्स थियो है, एकदमै पोजिटिभ भाइब्स थियो है। अनि मौसम पनि एकदम चिसो हावा अनि एकदमै खुला ट्र्याक है, एक्लै ट्र्याकमा। सो यो चिजहरूले चाहिँ धेरै हेल्प गर्यो आज मलाई। त्यसले गर्दाखेरि आज मैले सदाभन्दा एक्स्ट्रा ज्यादा रनिङ पनि गरेको छु। 14 मिनट म एक्स्ट्रा कुदेको छु। त्यति धेरै एक्स्ट्रा कुद्दा पनि मलाई थोरै पनि फिल भएन कि आज म यति धेरै कुदेँ, या त थोरै पनि बडीमा पेन पनि भएन क्या गाइस। सायद यो चिज यो असरहरू चाहिँ है ममा सायद यो मेरो डेली गर्ने एक्सर्साइज ले नै कुनै यो चाहिँ असर हो जस्तो लागिरहेछ, पोजिटिभ असर हो है त, मलाई त्यस्तो लागिरहेछ। त्यसले गर्दाखेरि डे बाई डे मेरो बडीहरू चाहिँ एकदम स्ट्रङ हुँदै जाँदैछ, मेरो माइन्ड सेट एकदम स्ट्रङ हुँदै जाँदैछ, म मेन्टली, इमोसनली र फिजिकली एकदम स्ट्रङ हुँदै जाँदैछु। आई होप है त गाइस, यो चाहिँ मलाई फिल हुँदैछ। सायद तपाईँले देख्नु भएको छ कि छैन गाइस। यदि तपाईँहरू पनि त्यस्तो देख्दै हुनुहुन्छ भने प्लिज है त कमेन्ट गरिदिनु होला है त गाइस। बट मलाई चाहिँ फिल हुँदैछ। सो यसले गर्दा पनि म तपाईँलाई भनिरहन्छु कि गाइस, आज थोरै हावा ज्यादा चलिरहेछ गाइस। आई डोन्ट नो मेरो साउन्ड क्वालिटी कस्तो आउनेछ, बट आई होप राम्रै आउँछ होला। सो म तपाईँहरूलाई यसले गर्दा पनि भनिरहन्छु गाइस कि सधैँ होइन कि फिटनेससँग रिलेटिभ कुनै पनि एक्सर्साइजहरू सुरु गर्नुहोस् गाइस, धेरै फाइदा मिल्छ तपाईँहरूलाई, तपाईँहरूको माइन्डलाई, तपाईँहरूको बडीलाई होइन, तपाईँहरूको इनर बडी पार्टहरूलाई चाहिँ एकदमै स्ट्रङ बनाउनेछ है त, यति धेरै फाइदा मिल्नेछ क्या गाइस। त्यही भएर तपाईँहरूलाई म रिक्वेस्ट गरिरहन्छु, विन्टर पनि लाग्दैछ, एक्सर्साइज सुरु गर्नुहोस् होइन, फिटनेसको लाई लिएर चाहिँ पोजिटिभ हुनुहोस् अनि त्यो कामहरू सुरु गर्नुहोस् जसले चाहिँ तपाईँलाई धेरै राम्रो फिल गराउनेछ, धेरै स्ट्रङ फिल गराउनेछ होइन, धेरै स्ट्रङ बनाउनेछ है। अनि कन्फिडेन्स बिल्डअप गर्नेछ तपाईँमा, डिसिप्लिन ग्रोथ गर्नेछ तपाईँभित्र। सो फिटनेसले नै यो सबै चिज गर्छ है त गाइस। सो रिक्वेस्ट आज पनि म गर्दैछु है त गाइस। सो अर्को कुरा म के पनि भन्न चाहन्छु भने गाइज कि आजकल सोसियल मिडियाहरूमा हामी हेर्छौँ नि त, धेरैजना बडी बिल्डरहरू भयो, फिल्मको हिरोहरू भयो, हिरोइनहरू भयो, या त त्यस्तो फिटनेससँग रिलेटिभ जिम गर्दै गरेको मान्छेको चाहिँ एकदमै त्यो बडीहरू हेर्दाखेरि हामीलाई कति राम्रो लाग्छ क्या। एकदमै उनीहरूको बडी एकदम फिट हुन्छ, मसलहरू एकदम राम्रो हुन्छ, एकदमै टाइट हुन्छ होइन, जस्तो ड्रेसअप गरे पनि एकदमै फिट गर्छ, म्याच गर्छ, ट्याक्कै बडीमा मिल्छ अनि एकदम ह्यान्डसम देखिन्छ क्या, एट्र्याक्टिभ बडीसँगै ह्यान्डसम देखिन्छ, कन्फिडेन्स पनि देखिन्छ, एकदमै मतलब एनर्जेटिक देखिन्छ भनौँ न, लुक्सै त्यस्तो देखिन्छ क्या। सो त्यो देखेर हामीलाई पनि त्यसको इच्छा चाहिँ हामी धेरै गर्छौँ क्या, त्यो चाहिँ लास्टै मनपर्छ त्यो देख्दाखेरि चाहिँ, ओहो यस्तो त मेरो पनि हुन पाएँ होइन, ओहो यस्तो बडी, यस्तो फेस, यस्तो
मतलब कन्फिडेन्स मलाई पनि आएको भए, ममा पनि त्यो सब चिज भएको भए जस्तो हामीलाई त्यसको इच्छा चाहिँ धेरै गरिन्छ। बट हामी त्यो प्रोसेसलाई चाहिँ नि गाइज इग्नोर गरिराखेको हुन्छौँ क्या, त्यो प्रोसेसलाई चाहिँ हेड गरिराखेको हुन्छौँ। प्रोसेस चाहिँ के भन्दाखेरि हामीले राम्रो बडी चाहिँ एकदम मसल मास भएको एकदम राम्रो फिट बडी चाहिँ हामीलाई चाहिन्छ, टाइट बडी चाहिँ मनपर्छ। बट त्यो टाइट बडी एकदम फिट बडी बनाउने प्रोसेसलाई चाहिँ हामीले हेड गरिदिरहेको हुन्छौँ क्या गाइज, अनि त्यहाँनिर चाहिँ हामी गल्ती गरिरहेको हुन्छौँ है त। सो यदि तपाईँहरूलाई त्यो सबै चिज मनपर्छ, फिट बडी होइन, एकदमै राम्रो एट्र्याक्टिभ बडी होइन, एकदम मतलब कन्फिडेन्स फेसमा चाहिन्छ होइन, एकदमै मतलब पोजिटिभ तपाईँको बडीमा चाहिन्छ, सोच चाहिन्छ, सब थोक तपाईँहरू चाहिँ पर्फेक्ट चाहनुहुन्छ भने होइन, सो फिटनेससँग रिलेटिभ कुनै एक्सर्साइजहरू गर्नुहोस् अनि फिटनेसलाई लिएर तपाईँहरू पोजिटिभ हुनुपर्छ। अनि त्यो प्रोसेसलाई पनि तपाईँहरूले चाहिँ लाइक गर्नुपर्ने हुन्छ है त, मन पराउनु पर्ने हुन्छ, अनि त्यसको स्टार्ट पनि गर्नुपर्ने हुन्छ त गाइस। सो यति भन्दै सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। तपाईँहरूले मलाई हेरेर साथ सपोर्ट दिइराख्नु भएको छ, माया दिइराख्नु भएको छ, सबैजनालाई एकमुष्ट थ्याङ्क यू सो मच भन्दै आजको यो रनिङ च्यालेन्ज र पुसअप च्यालेन्ज कम्प्लिट गर्दै तपाईँहरू माझबाट म पनि बिदा हुन चाहन्छु। भोलि भेट्ने बाचा गर्दै सबैजनालाई बाई बाई, गुड नाइट, भोलि भेटौँला, बाई।